त्यही भएर चाहिँ फेरि है गुम्बातिर आजको दिन धेरैभन्दा धेरै नै राम्रो लाग्यो है। गुम्बाको दर्शन पनि पाएँ, त्यसको साथमा तपाईँलाई पनि देखाउनु पाइरहेको छु। र अझै एउटा छ अरे यहाँ माथि साके गुम्बामा चाहिँ माथि रहेछ क्या, धेरै ठुलो जग्गा छ र धेरैभन्दा धेरै नै खुसी पनि लाग्छ, शान्ति पनि लाग्छ है गुम्बामा आउनु पाउँदा, गुम्बाको दर्शन पाउँदा है। त्यसको साथमा तपाईँलाई देखाउनु पाउँदा अझै भन्दा धेरै नै खुसी लागिरहेछ है। र हिँड्नु चाहिँ अलिकति पर्छ क्या, तलदेखि माथिसम्म आउनुपर्छ। अन्त चाहिँ हेरौँ यहाँको जग्गा चाहिँ यस्तो छ हो। यहाँको चाहिँ निकै ठुलो नै रहेछ गुम्बा पनि, यहाँ तलतिर छ है। यहाँ माथि अझै एउटा गुम्बा। अन्त चाहिँ आज धेरै नै खुसी लाग्यो। साक्या गुम्बा जहाँ चाहिँ 11 माइलको अलिकता लेफ्ट साइडपट्टि, बजारबाट आउँदा लेफ्ट साइड, बजार जाँदा राइट साइड है। धेरै नै ठुलो यहाँ पनि रहेछ, यहाँ छ है। र गुम्बातिर भित्रतिर के कसो छ तपाईँलाई त्यो पनि देखाउने नै छु है। हेर्दै गर्नुहोस् होला मेरो एउटा सानो भिडियोमा। अहिले भने चाहिँ आजको दिन चाहिँ गुम्बा दर्शन गर्न आएको थिएँ। सो आज फाइनली दर्शन पनि भयो गुम्बाको, र त्यसको साथमा तपाईँलाई पनि देखाइरहेको छ है। यहाँ चाहिँ साके गुम्बा 11 माइलदेखि नै है लेफ्ट साइड पर्छ। तपाईँहरू हेर्दै गर्नुहोस् होला मेरो सानो भिडियो। गुम्बाभित्र चाहिँ यस्तो पनि छ है गार्डन, धेरै मजाको देख्दो रहेछ गुम्बाको। मजा आयो। यहाँ चाहिँ छिमी, यहाँ चाहिँ छिमी बाल्नुपर्ने रहेछ हो। दिदी छिमी बाल्छ हेर, छिमी। र यहाँ चाहिँ उहाँहरूले चाहिँ छिमी बाल्नु हुँदैछ र म चाहिँ छिमी बाहिर बस्ने, किन भन्दा चाहिँ अलिकति थाकेँ क्या। अन्त उहाँले चाहिँ बाल्दैछ। तपाईँहरू पनि यहाँ आउनु सक्नुहुन्छ भने छिमीहरू पनि बाल्नु सक्नुहुन्छ है। धेरैभन्दा धेरै नै शान्ति। र अहिले चाहिँ म पनि छिमी बाल्ने र मेरो जति पनि फेसबुकमा साथीभाइहरू हुन्छ तपाईँहरूको लागि पनि मैले एउटा सानो छिमी चाहिँ बाल्दैछु। र यहाँ चाहिँ अब आएपछि छिमी बाल्नुपर्छ, दर्शन पाउनु सबैभन्दा ठुलो कुरो। र त्यसको साथमा आज मैले एउटा छिमी बाल्नु पनि पाएँ है। र छेउमा चाहिँ को हुनुहुन्छ, हाम्रो यहाँ दिदी हुनुहुन्छ है। ल नमस्ते दिदी। नमस्ते। हवस् अब छिमी बाल्ने। त्यहाँ दिदी यसो के दिनुहोस् न मलाई।
धन्यवाद दिदी। हुन्छ। अहिले भने चाहिँ छिमी पनि बालिसकेँ, मेरो यहाँ दिदीले पनि मलाई खेदिदिनु भयो है। र मेरो जति पनि साथीभाइ हुनुहुन्छ है, तपाईँहरू यहाँ साके गुम्बामा आउनु सक्नुभयो भने चाहिँ छिमी पनि बाल्नु सक्नुहुन्छ। र सबभन्दा ठुलो खुसी छ दिदी है, गुम्बामा आयो भने मजा पनि आउँछ, शान्ति पनि हुन्छ। अन्त हेर्दै गर्नुहोस् होला, बाबाई भनिदिनु, बाबाई भनिदिनु नि। ए बाई बाई। लागेर छिमी पनि बाल्यो है, धेरै नै शान्ति लाग्छ मन्दिरहरूपट्टि आउनु, गुम्बाहरूपट्टि जानु है, एक प्रकारको अवस्था। यहाँ चाहिँ एउटा छिमीको चाहिँ 10 रुपियाँ मात्रै है। र अब हुन त पैसामा तौलेर हुँदैन है, हामीले मन्दिर गुम्बाहरू जहाँ पनि जानु छ एउटा छिमी चाहिँ बाल्नु सक्नुपर्छ। र त्यसैले गर्दा तपाईँहरूलाई जानकारी चाहिँ दिएको मैले है। एउटा छिमीको चाहिँ 10 रुपियाँ मात्र हो, आफूलाई पनि खुसी लाग्छ। र अहिले भने चाहिँ म चाहिँ पैसा तिर्नु पनि जाँदैछु, 3टा छिमी बालेँ नि त, 30 रुपियाँ है। एउटा डोनेसन पनि हुन्छ गुम्बालाई है, त्यस्तै छ। र फाइनली है यहाँ चाहिँ यस्तो पनि पाउँछ, मैले छिमी बाल्यो भने चाहिँ यस्तो हामीलाई यो रसिद पनि दिन्छ है। यसको साथमा चाहिँ अब डोनेसन दिएको जस्तो हुन्छ। र तपाईँहरू पनि आउनु सक्नुभयो भने चाहिँ छिमी बाल्नु सक्नुहुन्छ। र यस्तो कुपन है, आफूलाई पनि खुसी लाग्छ, यस्तै छ है।